नेकपा राख्यो पहिला र किन अहिले माओवादी राख्यो भन्ने कुरा चाहिँ त्यति बेला नेकपा राख्यो माओवादी उहाँसँग एकताको एउटा उत्कर्षमा पनि हामी पुग्यौँ। हामी एकता गर्ने भनेर सब तयार गरेर हामी केन्द्रीय समिति कपिलको बैठक बसेर मजाले ताली पिटेर हामी पास गरेका छौँ। र प्रचण्ड कमरेडले सबै तयारी गरेर मैले तपाईँहरूलाई खबर गर्छु भन्नुभएको उहाँले रेल छुटिसक्यो भनेर पुरै सडे गलेका पात्रहरूलाई डोकोमा बोकेर उहाँ हिँडिसकेपछि उहाँसँग हामी झुनिएर पछाडि लागेर जानुभयो। औचित्य पनि थिएन, अर्थ पनि थिएन। हामी त एउटा लिगेसी सहित, एउटा माओवादी विरासत सहित, एउटा उत्पादन नीति सहित, एउटा सङ्घर्षको बाटो सहित आएको माओवादी हो नि त। हामी त माओवादी भित्रका गलत चिन्तन र संस्कार संस्कृतिको विरुद्धमा रूपान्तरण गर्न चाहन्थ्यौँ, त्यहाँ एकता गर्न परिवर्तन गर्न चाहन्थ्यौँ र त्यहाँ मिस्टेक भएका गल्ती भएका कुराहरूलाई समीक्षा गर्न चाहन्थ्यौँ र पुनः फेरि एउटा जोस जाँगर र एक ढिक्का गरेर अगाडि बढ्न चाहन्थ्यौँ क्या माओवादी पार्टी। र त्यो कमरेड विप्लव पाटीले प्रचण्डलाई मान्न तयार हुनुभएको थियो। हामी सबैले 10 वर्ष जनयुद्ध गरेर आएको लिडर हो त हामी स्वीकारेर जानुपर्छ अनि हामी सबै तयार भएको बेला उहाँले 2-4 जना उहाँलाई विश्वास लाग्यो अथवा मन पर्यो अहिले 22वटा पार्टी भनिराख्नु भएको छ। त्यो कस्तो खालका पार्टीहरू ल्याउनु भएको छ, उहाँले कस्ता लिडरहरू ल्याउनु भएको छ आफैलाई विश्वास लाग्छ कि लाग्दैन त्यो त हामीले भन्न सक्दैनौँ। तर सच्चा एउटा माओवादीको विषयमा हिजो प्रचण्डलाई जेल हाल्छु भनेर काठ थाप्ने विप्लव हो। भोलि पनि थाप्छौँ हामी। प्रचण्डलाई कसैले छुन्छ भने, एउटा युद्ध लडेर आएका कार्यकर्तालाई कसैले छुन्छ भने हामी जति बेला पनि तयार छौँ उहाँको पक्षमा लड्नु। तर सती जान हामी सक्यौँ र उहाँले रेल छुट्याउनु भयो, उहाँ जानुभयो, हामी चाहिँ छुट्यौँ। हामी आज पनि निरन्तर सङ्घर्षमा छौँ र रेल छुट्ने बेलामा उहाँले माओवाद पनि छुटाएर जानु, छाडेर जानुभयो नि त। हामी त छाड्न सक्दैनौँ। हाम्रो रगत छ त्यसमा, हाम्रो पसिना छ, हाम्रो बलिदान छ, हाम्रो सपना छ माओवादमा। उहाँले छाडेर गएपछि त्यो चाहिँ हामी बोकेर आछौँ र त्यो जनता कहाँ पुर्याउँछौँ र फेरि माओवादीलाई नयाँ उचाइ प्राप्त